सो गाइज आज म तपाईलाई सिकाउन चाहन्छु क्यापकटमा भिडियो कसरी अपलोड गर्ने भनेर। सो हामीलाई क्यापकटमा पहिला एडिटमा जानु पर्छ अनि त्यसपछि न्यू प्रोडक्टबाट हाम्रो यहाँ आउँछ। हामीले भर्खर जस्तो कि मैले भर्खर यो बनाएको छु हैन, फ्री फायरको यो भिडियो एनलिस्ट यसलाई यतिकै गर्ने हो। त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो यो पुरा भिडियो आइसकेको छ। अनि तपाईले यहाँ गएर साउन्ड राख्नु छ भने राख्नु। तर गाइस क्यापकटले उब्राउने काम मात्रै गर्छ। के भन्दाखेरि क्यापकटको काम हो सिर्फ भिडियो राख्ने काम। अनि तपाईले यहाँ जानुपर्छ अनि यो प्रोहरु राख्न मिल्दैन, प्रोहरु राख्न चाहिँ मिल्दैन रहेछ गाइस हैन। अनि यसरी राख्ने हैन, अरु के गर्नु पर्दैन नि तपाईहरुलाई। एकछिन गाइस यसलाई हटाउँ हैन गाइस एकचोटी। एन्ड स्टिकर्स लेट्स वी आर गो दिस स्टिकर लाइक this is very cool and this explode. But why is the I don't like is this is I don't like past is this it's guys म तपाईलाई एकछिन भन्छु है एकछिन है। सो गाइस हाम्रो उ चाहिँ अब चलिरहेको हुन्छ हैन, हेर्न सक्नुहुन्छ अब। तर तपाईलाई यहाँ लेखेर देख्नु भइरहेछ होला गाइस, प्लिज डु नट क्लोज क्यापकट और लुक योर स्क्रिन। सो लुक गरेर राख्नु होला गाइस, हेर्नु होला। So guys 63, 64, 65, 66, 7, 68, 69, 70, 71, 22, 7. I don't love this. I don't love. Oh no. गाइस मलाई यो भिडियो हालेपछि मैले यो बनाएको भिडियो पनि हाल्नुपर्छ अब मलाई क्यापकटबाट।
क्यापकट चलाउनलाई यस्तै सजिलो छ गाइज। तपाईँहरू पनि ट्राई गर्नु होला। यस्तो फुल हुन्छ हैन 100। अब यहाँ आउँछ हेर्नु है इन्स्टाग्रामहरू के आउँछ हेर्नु है। इन्स्टाग्राम, टिकटक, फेसबुक, युट्युब आउँछ हैन। आइज गाइस आइसकेको छ। अब तपाईहरुलाई केसमा हाल्नु छ? म चाहिँ युट्युब हो, त्यही भएर म युट्युबमा हाल्छु। अनि यति भएपछि हामीलाई यहाँ जानुपर्छ। यहाँ गएपछि यहाँ जानुपर्छ। अनि यहाँ दुबई एसेप्टिज्म नो इट्स नो नट मेड फर किड। ल दिस इज अर्ली नाउ। Okay, you can try this. Guys, यो हाम्रो पुरानो भ्लग हो। यो हाम्रो नयाँ हो क्या 7 दिन पहिलाको हो क्या यो। सर्ट्सहरू हेर्छ। अहिले यसो मात्रै देखाउँछ हैन गाइस। सो आजको लागि यति मात्रै। बाई बाई।